किन जान्ने हुनु पर्यो पानी चाहिएको भए मलाई भने भए भइहाल्छु नि म यहाँ हुँदाहुँदै अलि दुःख मात्रै जना छ बच्चाले पानी पी अब चुप गरेर बस यो बच्चाले जहिले पानी नमुटेर डुलेछ भएको 5 करोड सम्पत्ति पनि यसको उपचार गर्दा गर्दा 4 करोड मात्र बाँकी छ मामु हजुर सँग 4 करोडको सम्पत्ति छ छाना त छ अब तेरो भाइको उपचार गर्दा गर्दा खै कति बाँकी हुने हो खै अनि मामु मेरो भागको सम्पत्ति चाहिँ खा तेरो भाइको अवस्था देखाएको छ तैँले तेरो भागमा सम्पत्ति चाहिँ होइन बाबु नासपट्टि चाहिँ पाउला यो भाइलाई केही न केही त गर्नै पर्यो मामु म एकछिन आउँछु है ल ल घर चाहिँ चाँडो आइज भन्छ कि नबजा भनेर दुःख मात्र दिन जान्छ कि बच्चाले ओ केटा यति हतारमा कटा ओइ सुन न तल ब्ल्याक म्याजिक गरिने मान्छे कहाँ पाउँछ थाहा छ ब्ल्याक म्याजिक भनेको काला छ तँ त्यही काला जाडु मलाई थाहा छ मेरो मिल्ने साथले गरिदिन्छ कहाँ हुन्छ त्यो अहिले अहिले त त्यो सर्कसमा होला सर्कस ए पक 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 तल ब्ल्याक म्याजिक भने के बुझिस् ब्ल्याक म्याजिक भन्नाले अब त कालो मान्छेले कालो जादु भने के तँलाई म त गाइरहेको यस्तो सिरियस भएर पनि मजाक गर्छ यार अब यो ब्ल्याक म्याजिक गर्ने मान्छे चाहिँ कहाँ खोज्ने के मैले ओ भाइ यता आइज त भन्नु दाइ यो तँलाई ब्ल्याक म्याजिक गर्ने मान्छे त हो ओ दाइ डक्टर पछि पछि आयो कति टाढा छ हौ दाइ यही हो माथि बिस्तारै चुपचाप जाने बाबा कोस त बालक बाबा एकजना मान्छेले तपाईँको पत्ता दिएको थियो र तपाईँले काला जादु गर्छ भनेको थियो मलाई एकदम सहयोग चाहिरहेछ बाबा तपाईँको तँलाई के सहयोग चाहिन्छ मलाई थाहा छ बाबा तपाईँलाई चाहिँ कस्तो थाहा हो यहाँ आउने मान्छेहरू कि त सम्पत्तिको लोभ कि त बदला लिनलाई आउँछ कहिले फोटो लुगा
ठिक छ अब तिमी जान सक्छौ तर अब 1 घन्टापछि 1 घन्टापछि के बाबा 1 घन्टापछि मेरो यता तन्त्रमन्त्र सुरु हुन्छ यो फोटोमा भएको मान्छेको कोठाभित्र कोही पनि हुनु भएन हुन्छ बाबा याद गर 1 घन्टापछि यस्तो चिसो चिसो मौसम छ है रक्सी पनि अनिसलाई बोलाउँ पर्यो कहाँ गएर नि केटा मेरो घरमा लास्टै काम छ म पछि भेट्छु क्या ए छोड न मोटे यसको त जहिले काम हुन्छ है अनि काम त अनि छोड्दै जाऊ रक्सी यसको बाउ पनि रक्सी खाएर बित्यो यो पनि यस्तो अपाङ्गो भएर जन्मियो के दुःख दिइरहेछ क्या तैँले मलाई त मरिहाल कि त मरिहाल हे भगवान् मैले पहिलाको जुनी के नराम्रो गरेको थिएँ यस्तो मलाई पाप भोगाइदियो हे भगवान् म मरिनी हुन्छ कि म मरिनी हुन्छ बाबा के भयो तँलाई चाहिँ मान्छे अब मर्न आँट्यो बेला त्यो बाबाले त 1 घन्टापछि तन्त्र मन्त्र गर्छ भनेको थियो त अहिलेदेखि नै सुरु गरे के बाबा त्यहाँ छिमेकीको झगडा पऱ्यो आउनु काला जादु गर्छु म साका लाका बुम बुम मचाउँछु म आतङ्क टाका टाका धुम धुम काला जादु गर्छु म साका लाका बुम बुम मचाउँछु म आतङ्क टाका टाका धुम धुम आमा आर्टिस्ट कलाकारिता मेरो बडान्डीमा खेलाउँछु म जस्तै सैतान मसँग छ पौराणिक विद्या होइन जिस्का छैन रिक्सा तेरो पुतला बनाइसियो घुसाइ छैन बुझाइ दिमाग गुकाइ कुरा लुकाइ बुढा बने तेरो जिन्दगी बर्बाद गर्बा कुनामा लुकेर बस यस सम्पत्ति अब सब मेरो के सोचाइटिस तैँले बाबु ए बाबु 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 के भएको के हो यस्तो यो सब मेरै कारण हो मैले अघि त्यस्तो नभने भए हुँदैन थियो होला बाबु बाबु अब चाहिँ हुनुहुन्छ भयो अब यस्तो चलाउनु भन्न गाडिनु पर्ला घरमा छोरा मान्छे भनेकै तिमी एउटा हो बाबु तिमी आफूले हेरेर गर तर समाजले चाहिँ नदेकोस् है आफै गर केटाहरू एक ठाउँमा घाम्नु पऱ्यो आएछ तेरो कुकुर चाहिँ धेरै वर्ष बाँच्यो यार लामोको कुकुर मेरो भाइ हो त्यो भाइले भनेपछि यो गाडीको तेरो कुकुर होइन
भाइ हो हो के बुझियो तर हो यार यस्तो गाडी काट माने त तर्साउँछ यार लास वाटो लाग्छ यार ए केटाहरू नडराउन भुटसुट केही हुँदैन आइज म ट्रिट दिन्छु आज तँलाई रक्सी ट्रिट जाउँ आइ ज्यान यत्रो छ डराएर बस्छ बाबु आजको दिन एकदम रमाइलो लेट्स सेलिब्रेट तेरो भाइ मरेर त खुसी छ है तपाईँलाई भाइ कसरी मलाई भनेर कुरा नै थाहा छैन ल सुन्नु मेरो कुरा राम्ररी ए बाबा मैले खाना नि खाना आइज होइन मैले बार खाना आएछु बरु तपाईँ टाढो सुनाउनु है रुको त बाबु म 2-3 दिन अब आउँदिनँ होला मामा घर जाँदैछु आफ्नो ख्याल राख त्यहाँ हुन्छ म सुन्न जान्छु मलाई लाज इन्दा लगाइरहेछ Mama! Mama! Mama gửi kìa. Ê, có chua! Ai đưa cho hắn nào? के हो आज बस दारू हान्नु न नहीं यार अब त जेफले थाहा भने तब सान्छ टाइमलाई त जहिले जेफसँग माले डराएर बस अब जिएफसँग परमिसन दिनु त लास्ट टाइम हो भनेर लास्ट टाइम त्यो पनि हाम्रो नाइस जोक ब्रो ल ल तैँले भनिहाल्यो एकचोटि कल गरी हेरौँ नि त
हेलो मर्निङ बेबी हेलो गुड मर्निङ माया सुन न आज मेरो मोटु साथीको 81 भिजा लागेछ क्या त्यसैले सेलिब्रेट गरौँ भनिरहेछ हुन्छ तर धेरै पिउने होइन त्यहाँ हस् बेबी म धेरै पिउँदिनँ यस केडा पर्मिसन पायो रैला हान्नुपर्छ अब तर बस्दै चाहिँ कसुमा मेरोमा बस्दिउँ न अनि तेरो मम्मीले गाली गर्दैन मेरो मम्मी घर जानु भएको छ कि एक दुई दिन आउनु रैला हान्नुपर्छ है त रक्सी चाहिँ मैले आउँछु कडाइ ल्याउँछु म फेरि ल केटा बेलुका घरमा चाहिँ टाइममा आऊ है त ल ल ल जाउँ ओइ तैँले रक्सी त कडै ल्यायो नि अर्को लोकल रक्सी ल्याऊ मैले ल कसम लामो पैसै छैन रे यस्तो सेन्सरवाला ढोका हाले त के हो यस्तो खट्टै हो कि यो मान्छेको हाम्रो पैसा ठगी ठगी घर त भुतको जस्तो त हेर्नु होइ क्या ओइ मुजी घर हो कि भुतखाना हो यो अनि पैसा छैन रे अनि सेन्सरवाला ढोका रहेछ त ओइ तँले तेरो गर्लफ्रेन्डलाई भनेर आएको नि यहाँ बस्छु भनेर भनेर आएको न त कल गरेर ऱ्याग हान्छ नि त्यतिकै कुरा नगर्ने यार तिमीहरू दुईजना नि भोर नगर है आज आएर ए यहाँ सामान हो न सामान ल हेर ल केटा बिस्तारै कडा छ Cheers! कडा रहेछ रक्सी त अलिअलि त दिन खायो खुवास यति त बाँकी छ अझ थपौँ न थपौँ मलाई त पुग्यो है थपौँ एउटा बेसरी थपौँ रमाइलो 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 ओइ माथि के खस्या जस्तो छ भने माथि बिरालोले झायो लाग्यो गाइस इन्जोय ओके ल केडा हो मलाई चाहिँ अलि लाग्यो जस्तो छ म चाहिँ सुत्न गएँ मैले अब यो लास्ट प्याक हान्न सोच्छु खुवासाहरू जाम यति खाएर लाग्यो ओइ को गएको थियो ओइ को गएको यो भर्खर यताबाट के देखेको यार मैले ल ओइ सिरोस के हो तल त मैले छाया देखेको यार तेरो भ्रम लाग्यो यार सुत यार भ्रमै होला यार सुतिन्छु यार म पनि
एक्लै गयो चुरोट तान्न मलाई नबोलाइकन। ज्यान भने हात्ती जत्रो, खुट्टा भने खराएको जत्रो, कति छुडा अब। ओए अनि सिरियसको हिजो तिम्रोमै आएको होइन, कल गरे कल उठाएको होइन, घरमा पनि छैन रे, कहाँ गयो? खै म उठाखेरि त छैन तिनीहरू, गयो होला नि कतैतिर। ल ल तिमीले भेट्यो भने मलाई कल गरेर भन न है, मलाई कस्तो चिन्ता लागिसक्यो। हुन्छ। के हुँदैछ यो? मै मामा घर गएको बेलादेखि एक कल नै गराएन, त्यसमाथि अघि र सिरियस पनि गायब छ र नराम्रो सपना पनि आइरहेछ कि मलाई। यो कुराहरू सब तान्त्रिक बाबालाई गएर भन्नु पर्यो कि। तान्त्रिक बाबा, तान्त्रिक बाबा। ए दाइ, तान्त्रिक बाबा त लेसिन्थेलमा गएको छ। बाबा, मैले तपाईँलाई काका माथि खोजेर कहाँ जानुभएको कि? म तेरो बाबा हो, म कुनै सेलिब्रिटी हो तैँले खोजेर हिँड्नलाई? मेरो कुरा त सुन्नु बाबा, मम्मा घर गएको न फोन गरेछ, बिचना साथीलाई घरमा बोलाएको, अटो पर्दो छैन, त्यसमाथि मलाई नराम्रो सपना हेरेछ बाबा। के भइरहेछ कि बाबा, यो के भइरहेछ? आज त घर नजा, मन्दिरतिरै बस, बाँकी म हेर्छु। ओइ रोहन, एउटा पान्टोले पछाडि आएछ है, छिटो। दोस्त मन्दिरमा किन बसिरह, भट्टीमा गएर पिउदिउँ न दोस्त। नै नै नै, भट्टीमा गएर चाहिँ नपिउँ, बरु यतै पिउँ। मैले रक्सी पनि लिएर आएको छु कि। त किन डराइरहे? छैन हौ डराएको, कति त्यही भट्टी बसेर पिउनु कि, बरु यतै बसेर पिउँ भनेर रक्सी लिएर आएन। चक्रा ल्याउनुहोस्। ल मा चक्रा ल्याउनै बिर्स्यो नि, ल पक्क म लिएर आउँछु। आज त घर नजा, मन्दिरतिरै बस, बाँकी म हेर्छु। ओइ सुन्न, मलाई लास्ट चक्रा ल्याइरहेछ यार, तै गएर चक्रा किनेर आइज न। त यहीँ बसिरहेको मुजी, म चट्टा लिएर आउँछु मुजी। रक्सी पनि खराइरहेछ।
के भयो किन डराएको त थाइट बुझी यसरी कसैले तर्साउँछ साथै पुटाउने गरिन ए सरी कहाँ दाजु गर्ने मान्छे भेटिस् तैँले नत्र मेरो साथी फर्स्ट त्यहाँबाट भागिहाल्छ तँ मुखै सुन्नु गरे हानिन्छ है यतिकै टेन्सन भएर एउटा मजा गर्न आउँछ यार यो त जहिले पनि खै त चक्न लिन गएको मान्छे अहिलेसम्म आएको छैन त कहाँ गएछ यो कस्तो टेन्सन मात्रै दिन्छ यार मन्दिरतिर बस भने कहाँ आइपुगेछ यार अब त कतै लुकेरै बस्नु पर्यो दाइ 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 कस्तो खसा मान्छे रहेछ मैले सुन्दा पनि सुन्दैन सब तेरो भाइको खेल हो पहिला तेरो मम्मी अनि तेरो दुईजना साथी अब पालो तेरो त्यसले गरेर मेरो आफ्नो आमा र मेरो दुईटा साथीलाई मार्नु पर्यो यदि तँलाई सम्पत्ति नै चाहिएको हो भने मलाई आएर भनेको भए हुन्थ्यो नि तर तँको त सम्पत्तिको लोभ लालच जो थियो तर अफसोस तेरो काल त मेरो हातबाट बोलाएर छ नि
सबैले गर्थ्यो